चेली पा खोला सकेपछि चाहिँ सामु छ। गुड मर्निङ साथीहरू, नमस्ते। र अहिले चाहिँ हामी यो बारक्षेत्र धाममा आएको छौँ। अहिले चाहिँ हामी यो सप्तकोशीको किनारमा सानो एउटा पूजापाठ गर्ने कार्यक्रम पनि भइरहेछ। हाम्रो उहाँ चेली हुनुहुन्छ होइन, उहाँ चेलीलाई चाहिँ मैले लिएर आएको छु र उहाँले सानो एउटा भाकाल मेट्ने काम गर्दै हुनुहुन्छ पण्डितसँग। अनि त्यही भएर अहिले हामी यो बारक्षेत्रको मन्दिर हो र यहाँ माथि चाहिँ बारक्षेत्र मन्दिर धाम भनेर चाहिँ चिनिने गरेको छ र भक्तजनहरू धेरै आउने गरेको छन् यो स्थानमा। र त्यस लगत्तै यहाँ जुन माथि एउटा यो चाहिँ कोका भन्ने एउटा कोसोपा खोला भन्ने होला, यो पुल, यो खोलामाथि एउटा पुल छ। यो पुल तरेर चाहिँ यो तपाईँको धनकुटा हुँदै भोजपुर जाने बाटो छ। यहाँ चाहिँ हिँडेर जानुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यहाँ भक्तजनहरू धेरै आउने गरे हुन्छ र हामी पनि आएको छौँ। र अब यहाँको कार्यक्रम सकेपछि चाहिँ हामी माथि जान्छौँ मन्दिरमा। यता चाहिँ के पर्छ, महिना होइन, महिना हो, यो महिना पर्छ। यो डाँडा चाहिँ उदयपुर महिनी र यता चाहिँ बारक्षेत्र चाहिँ सुनसरी पऱ्यो। यो चाहिँ महिनीको डाँडा हेर्नु कस्तो दामी जङ्गल। यो चाहिँ पूजाको सामान है। ल यो चाहिँ हाम्रो सानो भाइ पुरा पर्या बोकेर हिँडिरहेछ। तलै राखिदिनु न हो त्यहाँ। टिका लगाइदिनुहुन्छ। यसरी यहाँ चाहिँ कोसीबाट बगाएर ल्याएको दाउरालाई चाहिँ सदुपयोग गर्दै हुनुहुन्छ हाम्रो दाजुभाइहरूले। मुढा माथिबाट दाउरा बगाएर लिएर ल्याउँदो रहेछ, यहाँ पक्रेर निकाल्नुहुन्छ उहाँहरूले र बाल्नुहुन्छ। ल यो चाहिँ मन्दिरमा चढाउने पूजाको सामानहरू यहाँ हाम्रो सिस्टरले बेच्ने हुँदो रहेछ र यता पनि हुनुहुन्छ। र यो चाहिँ 12 बुद्ध स्थल भनेर चाहिँ यहाँ बनाउनु भएको रहेछ। त्यस्तै गरी सार्वजनिक शौचालय पनि रहेछ यहाँनिर, सबै व्यवस्था पनि भइरहेछ। यहाँ बिल्डिङ बनिरहेछ। अब चाहिँ हामी यहाँबाट उकालो जानेछौँ। ल यहाँ बहिनीहरूले काम सकेर पनि आइसक्नु भयो। अब लाग्ने हामी ल जाउँ, हिँड्नु न। बाटो त यताबाट होला निस्किने त। अब कहाँ जानु? यहाँनिर यो चाहिँ हाम्रो सानो भाइ पुरा पर्या बोकेर हिँडिरहेछ। कहाँ हिँडेको भाइ? पूजा गर्नु हिँडेको हो? कोसँग आएको? मम्मीसँग?
अरू सानो भाइ चाहिँ दामी परे बके हिँड्दा ल यो चाहिँ म युट्युब च्यानलमा आउँछ है एउटा युट्युब च्यानलमा आउँछ है मेरो च्यानलमा युट्युब च्यानलमा हाल्ने हो क्या र यहाँको काम चाहिँ हामीले सकेर अब निस्किँदैछौँ मासतिर उहाँ चाहिँ हाम्रो बहिनी हुनुहुन्छ बहिनीले सोचेको आँटेको राम्रो पुरा होस् काम अब यहाँ चाहिँ के गर्नुपर्ने ए कालीलाई हो ए यहाँ चाहिँ कालीको मन्दिर हो कालीको मूर्ति हुन्छ अब यहाँ चढाउनु हुन्छ होला ल कसरी जानेको छ त्यसरी गर्नु न तपाईँलाई यहाँ चाहिँ कालीलाई पूजा गर्दै हुनुहुन्छ हाम्रो बहिनीले ल अब चाहिँ लाग्यो उकालो उकालो लाग्यो अब पूजा गर्दै जाने र यतैबाट गर्दै जाने कुन त के हो यहाँ शिवजीको अलिअलि चढाइ फेरि पनि यहाँ चाहिँ गर्दै हुनुहुन्छ बहिनीले यो मन्दिरमा